नमस्कार सम्पूर्णमा सोरोसनको परदेशीका कुरा श्रृङ्खला 3मा छौँ हामी। यहाँहरू सम्पूर्णलाई स्वागत छ हाम्रो पोडकास्टमा। आज चाहिँ हामीसँग हुनुहुन्छ परदेशमा रहेर कार्यरत सिपी आचार्य। स्वागत छ यहाँलाई हाम्रो कार्यक्रम। नमस्कार साहित्य नमन। वा साहित्य नमन भन्न साथै ठक्क साहित्यमा विशेष रुचि भएको त्यो झनक आइहाल्यो होइन? छनक एकदमै। ल सुरुवात नै एउटा मुक्तकबाट गरौँ। ओके, म सुरुवाती समयमै एउटा मुक्तक राख्न चाहेँ। मुक्तक यसरी सुरु हुन्छ। मान्छेको स्वभावले सदैव संस्कार गर्छ, मान्छेको स्वभावले सदैव संस्कार गर्छ। यो पेरिमिल सिपी हो, कसले तिरस्कार गर्छ? परिचय लिनुहोस् यो मनबाट मन जोडेर, परिचय लिनुहोस् यो मनबाट मन जोडेर, स्वीकार्नुहोस् यहाँ सबैलाई नमस्कार गर्छ। वाह 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 वाह, स्लो क्ल्याप रे क्या। आज दामी दामी दामी। यो साहित्यको कुरा आउँदै गर्दाखेरि हामी चाहिँ अब पोडकास्टको सुरुवात नै साहित्यबाट भइसक्यो होइन? साहित्यकै कुराबाट सुरु गरौँ है त। हुन्छ। यो साहित्यमा रुचि चाहिँ कहिलेदेखिको? साहित्यमा रुचि चाहिँ लगभग मैले 2016तिरबाट हुनसक्छ। मैले अलिअलि साहित्य लेख्न थालेको चाहिँ जब म काठमाडौँ 2016मा छिरेको, त्यसपछि चाहिँ मैले केही रुचि राख्न थालेर त्यसपछि कोर्न थालेँ साहित्यहरू। 2016 भनेपछि लगभग 10 वर्ष पछि, 8-10 वर्ष भयो। कुनै याद छ सबभन्दा पहिला साहित्य लेख्ने बेलामा चाहिँ के चाहिँ लेख्नु भएको थियो भनेर? त्यो ठ्याक्कै याद त छैन, तर एउटा मसँग अहिले पनि छ होला सायद, त्यो 2016को अन्तिमतिर लेखेको गजल चाहिँ अहिले पनि छ टिपोटमा। नत्र मैले अब त्यसरी राखेको चाहिँ छैन। पोस्ट चाहिँ फेसबुकतिर अनलाइनतिर पोस्ट चाहिँ गरियो ठ्याक्कै। अब धेरै गजलहरू लेखिए। अब त्यति बेला भर्खर सिक्ने अवस्थामा कतिपय त्रुटिहरू थिए होइन। त्रुटिहरू भएको गजललाई यसरी टिपोट गरेर राख्ने कुरो पनि भएन। सिक्ने अवस्थामा गजलहरू धेरै थिए। अब त्यो ठ्याक्कै यही चाहिँ हो भन्ने कुरो चाहिँ छैन। यही चाहिँ भन्ने कुरो छैन भन्दा पनि कुन विधामा लेखेको थियो भन्ने त याद होला। अब म्याक्सिमम गजलहरू चाहिँ मैले स्टार्टिङमा चाहिँ प्रेमको विधामै लेखेँ। प्रेमको, ल ठिक छ। गजलबाटै स्टार्ट गर्नुभएको तपाईँले होइन? एकदम। भनेपछि यो एउटा राम्रो गजलमा चाहिँ धेरै रुचि भएको मान्छे। अनि तपाईँको चाहिँ यो परदेशसम्मको यात्रा चाहिँ यो कसरी तय भयो? अब जिन्दगीमा सङ्घर्ष गर्दै जाँदा अब नेपालको अवस्था केही गर्न नसक्ने अवस्था, नेपालमा केही सम्भव नभएदेखि नदेख्दाखेरिको अवस्थामा अब विदेश चाहिँ जानुपर्छ भन्ने सोच आएपछि चाहिँ गए पनि अलिक केही राम्रो देशमा जाउँ न त भन्ने हिसाबले चाहिँ भाषा पास गरेर कोरियातिर आइयो है। नेपालमा हुँदाखेरि गरेका सङ्घर्षहरू धेरै छन्। अब ती अहिले सुनाएर यहाँ सकिने छैनन्। होइन, समय त हामीसँग अनलिमिटेड छ एकदमै। तर भन्न खोजेको हुन्छ नि, अब हामी चाहिँ खासमा अनौपचारिकै कुरा गरौँ कि जस्तो लाग्यो है मलाई। तपाईँ भन्दा अप्ठ्यारो लाग्यो होइन? अनि चेतन, तिमीलाई मैले चिन्छु नि त, हामी सँगै पनि काम गरिरहेको। त्यो भएको हुनाले चाहिँ नेपालमा रहँदाखेरि हजुर अब यहाँ आउने परिवेश चाहिँ कसरी निर्माण भयो भन्ने कुरोमा चाहिँ हुन्छ नि, पोलिटिकल कुरा हुन्छ, आफ्नो समाजको कुरा हुन्छ, फ्यामिलीको कुरा हुन्छ होइन? के कुराले चाहिँ अब आर्थिक कुरा होला? मेन भनेको चाहिँ हामीलाई परदेशिनु पर्ने भनेको मेन कारणै आर्थिक हो जस्तो लाग्छ मलाई चाहिँ। जहाँसम्म म्याक्सिमम नेपालीहरूको समस्या त त्यही नै हो है। किनभने आर्थिकको अभावले नै विदेशिनु पर्ने बाध्यता छ नेपालीहरूलाई जहाँसम्म। अनि अर्को कुरा भनेको नेपालमा हामीले खासै त्यति भविष्य देख्न लायक, सपना देख्न लायक छैन अझै पनि। अब राजनीतिक अवस्थाले गर्दाखेरिमा, त्यस कारणले गर्दाखेरि पनि हामी विदेशिनु पर्ने बाध्यता छ। र अब छोटो समयमा, थोरै समयमा अलि छिटो प्रगति गरौँ, केही गरौँ भन्ने लाग्छ अहिलेको जेनेरेसनको युवाहरूलाई चाहिँ। त्यो अवस्थाले पनि अब नेपालमा केही गर्न नसक्ने अवस्था भएपछि विदेशिनु पर्ने बाध्यता जस्तो लाग्छ मलाई जहाँसम्म। मेन समस्या भनेको अब आर्थिकसँगै अब सबै सोसियल कुराहरू पनि आयो है। एकदमै।
अनि जब अब कोरिया आएपछि चाहिँ गरेको पहिलो काम चाहिँ के थियो? पहिलो काम मेरो चाहिँ जस्तै फलाम कम्पनी जस्तै थियो मेरो। त्यसमा चाहिँ धुने काम फलामहरू जे अब नेपाली भाषामा बोल्दाखेरिमा चाहिँ एकदमै त्यो सफा गर्ने काम, भाँडा माझ्ने काम भने जस्तै टाइपको काम थियो मेरो पहिला। फलामहरू सफा गर्ने, भाँडा माझ्ने भन्नाले अब त्यो भाँडा त साबुनहरूले नयाँ त्यो बनेको अब मेसिनबाट बनेको आउँछ सामानहरू, त्यो चाहिँ अब ग्रिलहरू लागेको हुन्छ नि, त्यसलाई चाहिँ ग्रिजहरू लागेकोलाई त्यसलाई चाहिँ क्लिन गर्ने र बजारमा मार्केटमा जानको लागि रेडी गर्ने काम थियो। केमिकलै युज गर्नु पर्थ्यो। एकदमै केमिकलमा काम गर्नुपर्ने हो। हामी नेपालीहरूको चाहिँ एउटा बाध्यता भनौँ, यहाँ आएर यही काम गर्छ। सुरुको कम्पनीमा त पाउँदैन होइन, जुन कम्पनीले सेलेक्ट गरेछ त्यही कम्पनीमा आएर जे काम हो त्यही काम नै गर्नु पर्यो। एकदम। कति समयसम्म गर्यो त्यो काम? मैले लगभग 13 महिना जस्तो गरेँ होला त्यो काम चाहिँ। 13 महिनापछि मेरो स्वास्थ्यले पनि साथ दिएन। म छोटो समयमा आएको केही समयमा बिरामी भएँ। अब केमिकलको इफेक्ट पनि मलाई धेरै पऱ्यो, त्यही भएर मैले कम्पनी छोड्न बाध्य पनि भएपछि अहिले म अर्को कम्पनीमा गरिरहेको छु। अहिले जुन कम्पनीमा छौ त्यसमा सेटिस्फाई नै छौ? अहिले ठिक छ, स्वास्थ्यको हिसाबले चाहिँ राम्रो छ। अब फुड कम्पनी भएको कारणले अब इफेक्ट चाहिँ त्यस्तो केही छैन, काममा ठिकै छ, राम्रो छ अहिले। अहिले पछिल्लो समय गरिरहेको कम्पनीमा चाहिँ फुड बन्ने भन्नाले के चाहिँ बन्छ? म थुबु कम्पनीमा काम गर्छु। कोरियाको भन्नाले टोफु भन्छ, नेपालमा तोफु भन्छ जस्तो लाग्छ। इन्टरनेसनल्ली नै टोफु भन्यो भने चाहिँ। तर मैले चाहिँ फर्स्टचोटि नै कोरिया आएर थाहा पाएको। नेपालमा चाहिँ मैले देखेको पनि थिएन, सुनेको पनि थिएन। सेम यार, मैले पनि देखेको चाहिँ थिएन। अब टोफुहरू भनेको चाहिँ अलिकति उचाइ सुनेको, तर नेपालमा पनि त्यो गर्छ भनेर चाहिँ खान्छ मान्छेहरूले, खानको लागि प्रयोग गर्छन् भनेर चाहिँ त्यति प्रचलित पनि थिएन कि, त्यो भएर पनि हो। त्यो भएर अनि पछिल्लो समय चाहिँ अब प्रोटिनको लागि के लागि चाहिँ खाने धेरै उहरू रहेछ। अनि मैले पनि कोरिया आएर नै सुनेको यो टोफु। मलाई त सुरुमा त लाग्थ्यो अझ यो मैले काम गर्नुभन्दा अगाडि कोरियामा खाँदाखेरि चाहिँ मलाई लाग्थ्यो पनिर हो, नेपालको पनिर जस्तो हुन्छ नि, त्यो पनिर नै हो सोच्थेँ मैले, थुबु रहेछ। कतिपय नेपालीहरूले यसलाई पनिर पनि भन्छन्। तर पछि आफूले नै काम गरेर अनुभव गरेपछि यो चाहिँ पनिर होइन छ भन्ने चाहिँ। तर यसको चाहिँ एउटा किस्सा छ नि। सुरुमा आएर चाहिँ हामी यहाँ त सिक्ताङमा खाना खान्छौँ होइन, सिक्ताङमा खाना खानलाई जाने बेलामा चाहिँ अब त्यो सानोमा टोफु ल्याएर दियो होइन, यत्रो केसमा। अनि के रहेछ यो भने यसो हेर्दा फेरि ठ्याक्कै दही जस्तै, कलेजो टाइपको कस्तो दामी के कलेजी परेको दही हुन्छ नि, टक्कै एक राते दही जस्तो। ओहो दही भनेर नेपालको झलको मेटिने हो भनेर टक्क यति धेरै लिएर आएको होइन। अनि जब खान लाग्यो त्यसको स्वादै आउँदैन, खल्लो है, के रहेछ यो भने लास्टमा यो टोफु रहेछ कि। अनि पछि थाहा पाएको, तर यसमा त्यो न्युट्रिसन भ्यालुहरू, प्रोटिनहरू चाहिँ एकदमै राम्रो हुने, किनभने भटमासबाट बन्ने, शरीरको लागि हेल्दी रहेछ, एकदमै हेल्दी रहेछ। ठिक छ, कामहरू राम्रो भइरहेछ। कति वर्ष चाहिँ भयो सिपी चाहिँ? म लगभग अब 4 वर्ष पुग्नै थालेछ होला सायद, 4 वर्ष पुग्न थाल्यो। अब कति चाहिँ वर्षमा आएको, कति चाहिँ सालमा आयो? म 2019 को पासर हो। कोरोनाको कारणले गर्दाखेरि हामी चाहिँ 2022 मा आयो। धेरै समय चाहिँ नेपालमा बस्नु पर्थ्यो, 3 वर्षसम्म चाहिँ ग्याप, वेटिङमा बस्नु पर्यो। जस आइयो, भगवान्ले साथ दिए भनौँ न। त्यही पनि अहिले त धेरै मान्छेहरू अब यत्रो लामो समयपछि हुँदैन भनेर नै स्थगित गरेर अन्य देशहरूमा पलायन भइसकेका अवस्था छन् भने हामी चाहिँ अब जस त्यही पनि त्यत्रो लामो ग्यापमा पनि आइयो। नेपालीहरूको चाहिँ एउटा बाध्यता अथवा के भन्ने त्यसलाई, अब बाध्यता नै बाहिर आउँदाखेरि पनि आउन पाइयो भने पनि भगवान्ले साथ दियो भन्नुपर्ने, खुसी लाग्ने एकदम हो। विडम्बना है, बाध्यता भन्दा नि विदेशिनु पनि भगवान्को कृपा गर्नुपर्ने अवस्था छ नेपालीलाई चाहिँ। विदेशीलाई पनि भगवान्लाई धन्यवाद दिनुपर्ने अवस्थाको सिर्जना चाहिँ गरेर अब देशलाई चाहिँ यस्तो अवस्थामा पुर्याउने नेताहरूलाई चाहिँ उनीहरू चाहिँ भागीदार हुनु यसको। यो एकदमै पोलिटिकल पार्टीले गर्दा नै यो अवस्था आएको जस्तो लाग्छ मलाई पनि। जहाँसम्म पहिलाको त हो नै नि, किनभने त्यत्रो समयसँग चाहिँ विभिन्न आश्वासनमा त उनीहरूले देशहरू चलाइरहनु नि त, एकदमै एउटा पोलिटिकल स्टेबिलिटी नभएर। अनि अहिलेको नयाँ सरकारबाट थोरै केही आशा छ, हेरौँ कस्तो हुन्छ। अहिलेको पोलिटिक्समा कतिको रुचि छ तिमीलाई?
त्यस्तो धेरै रुचि त छैन, तर पनि अब राम्रो गर्नेलाई समर्थन चाहिँ अवश्य हुन्छ हामीबाट एकदमै। के छ कि हाम्रो अब अहिलेको त प्रधानमन्त्री बालेन शाह होइन, अब युवा नै भए, अनि अब हुनुहुन्छ धेरै नै है, सबै उनीहरूको त एउटा त्यो सदनमा पनि सबै जति पनि जिताएर पठाएका छन् प्रायः जस्तो युवा नै छ है। युवाबाट अलिकति आशाहरूको ऊ चाहिँ आशा के लाग्छ यो पोलिटिक्सको बारेमा चाहिँ हामी अब एकछिन छिरिहाल्यौँ होइन, त्यसको बारेमा एकछिन कुरा गरौँ न त। त्यसको चाहिँ ठक्क अब जुन यो संसद भवनमा देखिने दृश्यहरू, जुन बालेन्द्र शाह चाहिँ पार्लियामेन्टमा नआउने अनि प्रतिपक्षले फेरि राजीनामा माग्दिहाल्ने, अब यो संसदको अहिलेको अवस्था हेर्दाखेरिमा चाहिँ कति बेला लाग्छ पुरानै रडाको झल्किरहेको छ होइन, जो थियो त्यही नै भइरहेछ जस्तो लाग्छ। तर अब नयाँ भएको युवाहरू जितेर जो संसदमा भएका जुन व्याख्या विश्लेषणहरूबाट चाहिँ लाग्छ थोरै आशा चाहिँ केही हुन्छ कि होइन। सबै पढेका 101जना सबै बुझेका युवा, जोस जाँगर भएका युवाहरू हुनुहुन्छ, त उहाँहरूले केही न केही गर्नुहुन्छ होला देशको लागि भन्ने चाहिँ लाग्छ। आशा चाहिँ छ, यो आशा चाहिँ छ एकदमै। आशा मरेको छैन, आशा मरेको छैन। अनि यो रडाको चाहिँ मचिन्छ भन्नाले कि प्रतिपक्षहरूले चाहिँ प्रतिपक्ष हाम्रो पनि हर्क साम्पान ढुङ्गे मेयर हुनुहुन्छ, उहाँले चाहिँ अलिअलि रडाको मचाउने काम गर्नुहुन्छ। यस, त्यो पनि एउटा रमाइलोवाला उहाँको लागि चाहिँ। तर हाम्रो लागि उहाँको पनि कति धेरै फ्यान फलोइङ छ क्या फेरि। तर हाम्रो लागि चाहिँ त्यो विडम्बना हो, उहाँको लागि चाहिँ त्यो राम्रो होला होइन। तर एक समय चाहिँ कोही मान्छेलाई काम गर्न दियो भने उसले काम गरेर देखाउने समय चाहिँ दिनुपर्छ, अनि बल्ल त्यसपछि रडाको मचाउनु राम्रो हो। यदि गरेन भने काम गर्ने समय नै नदिएर पहिले नै यसरी बाधा भएर आइदियो भने त काम गर्ने उनीहरूलाई सिचुएसन पनि मिल्दैन नि त। त्यही भएर सुरुमा चाहिँ काम गर्न दिउँ, अनि यदि भोलि काम गरेनन् भने हामी नै समर्थन भएको मान्छे नै त्यसरी नै रडाको मचाउन हामी पनि तयार हुनेछौँ। त्यो त अभियसली नै। ओहो, अब रडाको मचाएर भन्नाले त्यो विरोध त गर्नुपर्छ। विरोधको पनि एउटा प्रकाष्ठ अलिक बढी नै भयो कि, त्यो भनेको चाहिँ संसदभित्रै गएर त्यसरी चाहिँ संसदलाई नै मर्यादित ढङ्गले चलाउन नदिने हिसाबले नै भङ्ग नै गर्ने हिसाबले चाहिँ गर्नु अलि राम्रो होइन। विरोध त गर्नुपर्छ। एउटा क्लिप देखिरहेको थिएँ क्या मैले, त्यहाँ पछाडिबाट चाहिँ ग्याङ फाइट होला जस्तो भइरहेको थियो। अब यो मामु टाइपको चाहिँ आइरहेको थियो एउटा, त्यहाँ अब संसद भवनभित्र। संसद हो कि कुनै अब जस्तै अहिले जुन यो विद्यालयहरूमा चाहिँ यो राजनीतिकरण हटाउने भनिरहेछ नि, हो सेम यस्तै हो। विद्यालयमा पनि यसरी नै तेरो पार्टी र मेरो पार्टी भनेर अगाडि पछाडिबाट लड्ने प्रक्रिया यो भइरहन्छ, त्यसको लागि नै हटाउन खोज्या त्यस्तै त्यहाँ झल्को देखाइरहेछन्। संसदमा पनि ठ्याक्कै अब अगाडि बसेको विद्यार्थी उनीहरू पनि भन्छन् नि, हाम्रो अर्को महावीर पुन स्कुल जाँदैछु म भनेर भन्नुहुन्छ नि, उहाँ हो त्यसरी नै बुझ्नु पऱ्यो कि यो एउटा स्कुल हो, हामीले त्यहाँ गएर जानेको कुरा सिकाउने हो र नजानेको कुरा सिक्ने हो भनेर हामीले त्यसरी गर्नुपर्ने हो सांसदहरू जस्तो लाग्छ मलाई चाहिँ। तर त्यहाँ जाने सांसदहरूमध्ये धेरै छन् निष्पक्ष, एकदम निश्चल छविको, तर महावीर पुन चाहिँ एक्स्ट्रा लाग्छ होइन। एकदमै मनपर्छ मलाई उहाँ चाहिँ, एकदम सबैजना डराउँछन् जस्तो लाग्छ कि उहाँ देखेर चाहिँ। उहाँले गलत कुरा अहिलेसम्म गर्नुभएको छैन र गलतको पक्षमा पनि उभिनु भएको छैन। उहाँ जे बोल्नुहुन्छ जे गर्नुहुन्छ आफ्नो निर्णयले गर्नुहुन्छ, अरूको निर्णयमा हिँड्नु पनि हुन्न जहाँसम्म होइन, हामीले देखेअनुसार चाहिँ। त्यो भएर उहाँलाई मन पराउने पनि त्यसरी नै धेरै भयो होला। मन पराउने अब स्वतन्त्र रूपमा पनि, नत्र त्यत्तिकै जितेर त आउँदैन मान्छे होइन। तर उहाँको फेरि त्यो जुन मागहरू पनि त्यो पनि त एकदमै हुनुपर्ने माग नै हो नि, एकदमै सुनिश्चित गर्नुपर्ने मागहरू हुन्थे भनेका चाहिँ देशको लागि एकदमै अति आवश्यक कुराहरू त्यो अहिलेको अवस्थामा। त्यो कुरा प्रणालीमा चाहिँ महावीर पुनले, डाक्टर महावीर पुनले भनेको जस्तो चाहिँ परिवर्तन त्यो आवश्यक छ नि त अहिले एकदमै। केही होला पोलिटिकल कुराहरू पनि भयो होइन अलिअलि। अब हामी जस्तो युवाले पोलिटिक्समा पनि केही चेतना चाहिँ राख्नुपर्छ, एकदमै त्यो पोजिटिभिटी भनौँ न, पोजिटिभ चेतना चाहिँ चासो राख्न पाउने हर कसैको पनि अधिकारको कुरा हो र राख्न पाइन्छ। तर हामी त्यसरी अब हामीले चाहिँ त्यो के भन्छ झोले टाइपको भएर चाहिँ पछाडि चाहिँ कसैको पनि हिँड्नु हुँदैन। जसले राम्रो गर्छ त्यसलाई सपोर्ट गर्नै पर्छ,
नराम्रो गर्नेले हामीले विरोध गर्न रिस्काउनु हुँदैन जस्तो लाग्छ हो। अनि मेन भनेको चाहिँ यो विदेश आएकाहरूलाई चाहिँ पोलिटिक्समा चासो चाहिँ के कारणले हुन्छ होला? अब तिनीहरू लाग्छ मलाई अब विदेश भनेको लामो समय होइन नि त होइन, भविष्य छैन नि त विदेशमा। भोलि गएर उनीहरूको यहाँबाट गुणगान गाइयो भने भोलि गएर त्यहाँ गएर थोरै भयो भने केही सपोर्ट मिल्ला होइन, पोलिटिकल हिसाबले चाहिँ अलिअलि झोले चाकरी गरेर खान पाइएला कि भन्ने सोच भएको मान्छेले चाहिँ त्यो गर्छ जस्तो लाग्छ मलाई चाहिँ जहाँसम्म। होइन त्यो भएको त अब एउटा निश्चित व्यक्तिहरूलाई निश्चित पोलिटिसियनलाई त्यो गर्ने अब उचाल्ने कसैलाई पछाड्ने गर्नेको त्यो छुट्टै भयो। तर भन्न खोजेको मैले चाहिँ हामी त मजदुरी गर्ने मान्छे हो होइन, हामीलाई त मेरो बुझाइमा चाहिँ है मलाई चाहिँ कस्तो लाग्यो भने हामीले अब नेपालको पोलिटिक्सको बारेमा किन सोध्छौँ भन्ने चाहिँ लाग्छ भने हामी यहाँ सधैँ बसिराख्ने होइन, देशको चाहिँ पोलिटिक्स राम्रो भयो भने देश पनि राम्रोसित डेभलप हुन्छ होइन। अब जब देश डेभलप हुन्छ त्यसपछि रोजगारीको सिर्जनाहरू देशमै हुन्छ होइन, विभिन्न अपर्च्युनिटिजहरू देशमै उपलब्ध हुन्छ नि त। त्यसपछि हामी त विदेशी नपऱ्यो, हामीभन्दा पछाडिको भावी पिँढीहरूले चाहिँ हामीले चाहिँ परिवारलाई छोडेर विदेशी नपरोस् भनेर चाहिँ सपोर्ट गरिरहेको जस्तो लाग्छ कि मलाई चाहिँ। सपोर्टको होइन, सपोर्ट राम्रो कामको लागि सपोर्ट गर्नेको त त्यो भयो कि, तर नराम्रोलाई सपोर्ट गर्नेको मैले विषय जुन राखेँ त्यो नराम्रोलाई सपोर्ट गर्नेहरू जुन छन् जस्तै अब पर्सनल्ली रूपमा स्पेसिफिक मान्छेहरूलाई चाहिँ जस्तै राम्रोलाई सपोर्ट गर्नको लागि त उनीहरूले भोलि भविष्य नेपालमा केही राम्रो होस्, हामी त विदेशिनु परे तापनि हाम्रो बच्चाहरू चाहिँ विदेशी नपरोस् भन्ने हिसाबले चासो राख्नु कुरा भइहाल्यो नि अवस्था होइन त्यो त। तर नराम्रोलाई पनि सपोर्ट गर्नेहरू कोही छन् नि त विदेशमा पनि, विदेशबाट नै उनीहरूले सपोर्ट गरिरहेछन् कि नराम्रो पक्षमै छन् जो उनीहरू हिजो कयौँ वर्षदेखि उनीहरूले खाएर आइरहेछन्, देशलाई बिगारिरहेछन्, उनीहरूको सपोर्टमा अझै पनि छन् विदेशमा धेरै छन्। त्यसको लागि तिनीहरू चाहिँ नबुझिकन गर्छन् कि के रहेछ यो? तिनीहरूले भोलि भविष्य सोच्दैनन्, बालबच्चाको लागि भोलि राम्रो होस्, नेपालको लागि राम्रो होस् सोच्दैनन्। तिनीहरूले सोध्छन् केवल आफ्नो व्यक्तिको लागि, आफ्नो व्यक्तिगत स्वार्थको लागि सोध्छन् तिनीहरू जस्तो लाग्छ क्या। भोलि गएर नेपालमा विदेशमा मैले तपाईँहरूको यति गुणगान गाएको थिएँ भनेर कुनै न कुनै पद पाइन्छ कि होइन, पार्टीगत पद पाइएर भोलि झोले चकारी गरेर खानु जीविका पालन गर्नु पाइन्छ कि भन्ने सोच बनाएर चाहिँ त्यो गर्छन् जस्तो लाग्छ यहाँ नेपालमा आँखाहरू चाहिँ। मेन मोटिभ भनेकै त्यही हुन पनि सक्यो है। नत्र होइन भने त विकासको लागि विरोध गर्नुपर्ने अर्थै छैन नि होइन। समर्थन गर्ने हो नि अब जुनसुकै पार्टी होस्, विपक्षी होस् या पक्षी होस् होइन, उनीहरूको पार्टीको हिसाबले उनीहरू पार्टीको कुनै पार्टीको समर्थन भए तापनि विपक्षी पार्टीले राम्रो काम गर्छ अन्धताको रूपमा चाहिँ अन्धभक्त भएर चाहिँ समर्थन गर्नु गलत हो भन्ने कुरा। ल अब यो कुरा आउँदै गर्दा चाहिँ यो सुकुम्बासी बस्ती थियो नि, यो कुरा पनि खोटाइदिउँ न त। ल हामी खासै पोलिटिसियन त होइन, यो चाहिँ कस्तो लागिरहेछ त तिमीलाई? सुकुम्बासी बस्ती मलाई जहाँसम्म लाग्छ त्यो अहिले जुन काठमाडौँमा भित्रको सुकुम्बासी बस्ती हटाउनुमा चाहिँ मलाई राम्रो लाग्छ, जहाँसम्म चाहिँ पोजिटिभ लाग्छ। किनभने त्यो भत्किन पर्थ्यो किनभने यदि त्यो भत्किएन भने अब केही समयमा फेरि बर्सात सुरु हुन्छ, अनि बर्सातको सुरु हुँदाखेरि डुबानमा त्यही क्षेत्र पर्छ, अनि त्यो क्षेत्र डुबानु पर्दा त्यहीँका मान्छेहरूले फेरि के भन्छ, सरकारले हामीलाई हेरेन भन्छ होइन। अब सरकारले हेर्नका लागि त अहिले हेर्नु पऱ्यो नि त, त्यति बेला बर्सातको बेलामा डुबान परेको बेलामा आएर उद्धार गरेर 2-4 दिन अर्को ठाउँमा लगेर राखेर त भएन। त्यो दीर्घकालीन अवस्थामा हेरिरहेको सरकारले जस्तो लाग्छ मलाई जहाँसम्म होइन। अनि त्यो खोला किनारहरूलाई चाहिँ हामीले त्यसरी नै चेप्दै गयो भने भोलि धेरै ठुलो समस्या पर्ने हुन्छ। किनभने खोला किनारहरू चाहिँ अलि स्पेस, खोलाले लिने स्पेस चाहिँ छोडिदिनु नै पर्छ खोलालाई। त्यसैले भनेपछि जुन यो सरकारबाट जुन यो सुकुम्बासी बस्ती चाहिँ हटाउने क्रियाकलाप भयो त्यो एकदम राम्रो छ नि। त्यो त अब सुकुम्बासीलाई व्यवस्थित गर्छु भने सरकारले होइन, मेन सुकुम्बासी जो हो वास्तविक सुकुम्बासीलाई त सरकारले व्यवस्था गर्छु भनेर प्रतिबद्ध गरिरहेछ नि। प्रतिबद्धता पनि गरेको छ, उनीहरूलाई अब होल्डिङ सेन्टरमा लगेर राखेछ। अब एउटा अपार्टमेन्ट चाहिँ उता एउटा नागार्जुनमा छ होइन, भनौँ अब अरू पनि बन्लान्, त्यति गर्नै पर्छ। त्यो यदि गरिएन भने सुकुम्बासीको नाममा हुकुमबासीहरूले राज्य चलाइरहेको अवस्था पनि थियो कि काठमाडौँमा। हो त सांसदहरूकै घर रहेछ त त्यहाँ बस्ने, त्यो भएर चाहिँ त्यो गर्नै पर्छ सरकारले। यदि त्यो गरिएन भने सुकुम्बासी नै रहिरहने हो, तर हुकुमबासीले देश बेचेर खाइरहेको कसैलाई थाहा पत्तो नहुने अवस्था थियो नि त। त्यो त गर्नै पर्छ। मेन सुकुम्बासी वास्तविक सुकुम्बासीलाई पहिचान गरेर तिनीहरूको दीर्घकालीन अवस्थाको व्यवस्था चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई। सरकारले गर्छ पनि त्यो जहाँसम्म।
किनभने हामी जस्तो ल यतिको युवाहरूमा चाहिँ अलिकति देशमा भइरहेका परिस्थिति काल घटनाहरूको बारेमा चाहिँ अपडेट हुनु राम्रो कुरा हो। अनि त्यो भइराख्दाखेरि चाहिँ हुन्छ नि अब हाम्रो नेपाल त भूपरिवेष्टित देश हो होइन, अब सीमा विवाद भइरहन्छ। लिम्पियाधुराको बारेमा कुरा गरौँ न त एकछिन होइन। अब यो सीमाको बारेमा खासै मैले त्यति ज्ञान चाहिँ छैन होइन। अब त्यही सुनेको भनौँ त्यो लिम्पियाधुरा लिपुलेक चाहिँ हाम्रो हो होइन। एउटा यो ब्रिटेनले चाहिँ इन्डियालाई कब्जा गर्ने बेलामा नेपाललाई त छुन सकेको थिएन नि। त्यो बेलामा चाहिँ 1800 कतिको सन्धि अनुसार चाहिँ अब एक्ज्याक्टली मलाई थाहा भएन सरी, त्यसमा चाहिँ त्यो ट्रिटी अनुसार चाहिँ महाकाली काली नदीको मुहानदेखिको भाग यता चाहिँ नेपालको हो। तर त्यहाँ जुन चाहिँ त्यो टुप्पोमा मात्रै त्यो कालापानी लिम्पियाधुरा लिपुलेक त्यो गुन्जी त्यो गाउँहरूमा चाहिँ इन्डियाको आर्मीहरू त्यो बेलामा बसेको रहेछ। त्यसभन्दा पछि बसेको गरे, पछि छोड्नै मानेनन् कि सेम सुकुम्बासीको जस्तै समस्या, छोड्न मानेनन् उनीहरूले, छोडेनन् त्यो भूभाग। अनि अहिले नेपालले आफ्नो बनाउन नै सकेन, उनीहरूले सकेन। नेपालले त एउटा चुच्चे नक्सा मात्रै बनाएर राख्यो। अब इन्डिया भनेको अब त्यत्तिकै ऊ भइहाल्यो, विस्तारवादी हो होइन, अब त्यत्तिकै शक्तिशाली भइहाल्यो। अब उसले अहिले यतापट्टि यो चाहिँ हामीलाई चाहिन्छ भन्दाखेरि उसले राम्रोसित दिने सोचमै छैन कि। त्यो फेरि कस्तो दामी रहेछ कि त्यहाँबाट ठक्क बाटो खुलाएपछि यो मानसरोवर यता हिन्दूहरूको एकदम पवित्र धार्मिक पवित्र स्थल त्यहाँ जाने चाहिँ बाटो रहेछ। त्यो त्यति महत्त्वपूर्ण ठाउँ कि जुन चाहिँ चाइनामा छ यो मानसरोवर कैलाश पर्वत, त्यसमा चाहिँ जाने ठाउँ रहेछ। अब छोटो समयमा सबै आशा गर्नु त हुँदैन सरकारसँग, अब गर्दैछ बिस्तारै, त्यो पनि हेर्ला। तर हाम्रो उमा परेको चाहिँ छोड्नु हुँदैन भन्ने त्यो पनि हेर्छ होला। जहाँसम्म अब अहिलेको प्रधानमन्त्री जोशीले हुनुहुन्छ जहाँसम्म लाग्छ, यस्तो कुराहरू चाहिँ उहाँले भित्रदेखि सोचिरहनु भएको छ होला प्लानिङ रुममा। यस ठिक हो, यो कुरा पनि आयो हाम्रो अब कुराकानीको सिलसिलामा होइन। अब ब्याक टु साहित्य होइन। अब केही अर्को केही छ, केही गजल सजल सुनौँ न त। धेरै छन् गजलहरू मसँग छन त। अब म अहिले तपाईँको लागि एउटा गजल सुनाइहालेँ है त। ओके छ त ल। यो गजल चाहिँ मेरो अलि पहिल्यैको गजल हो, लगभग 2016को अन्तिममा लेखेको गजल हो। यो पेरमिल गजल हो। यो अब बच्चैमा गरेको प्रेमको बारेमा लेखेको गजल पनि हो। यो न भुल्न सकिने न सम्झन मिल्ने एक प्यार रहेछ, न भुल्न सकिने न सम्झन मिल्ने एक प्यार रहेछ, अरे बचपनमै गरेको प्रेम त बडो बेकार रहेछ। न भुल्न सकिने न सम्झन मिल्ने एक प्यार रहेछ, अरे बचपनमै गरेको प्रेम त बडो बेकार रहेछ। ऊ खेलाडी रहेछ मेरो मनसँग खेलेर गयो, ऊ खेलाडी रहेछ मेरो मनसँग खेलेर गयो, मैले बुझ्नै सकिनँ यो त उसको संस्कार रहेछ, मैले बुझ्नै सकिनँ यो त उसको संस्कार रहेछ। जोडी तस्बिर हेरेर मायाको के जज गर्नुहुन्छ, जोडी तस्बिर हेरेर मायाको के जज गर्नुहुन्छ, डुबेर हेर्दा प्रेमको गहिराइमा अन्धकार रहेछ, डुबेर हेर्दा प्रेमको गहिराइमा अन्धकार रहेछ, फर्किन्न भनेर गएको तिमी याद पठाइरह्यौ। अन्तिम शेर हो। फर्किन्न भनेर गएको तिमी याद पठाइरह्यौ, फर्किन्न भनेर गएको तिमी याद पठाइरह्यौ, छुटेको प्रेममा सम्झना पनि त एक इन्तजार रहेछ। धन्यवाद। भनेपछि यो प्रेमिल गजल भन्यो भने यो चाहिँ कसरी आउँदो रहेछ यो गजलहरू खासमा? यो मैले यो प्रेमिल भोगाइ हो, भोगाइ भन्दा नि कसैको चाहिँ देखावटीलाई चाहिँ मैले कभर गरेको। जिन्दगीमा आफ्नै भोगाइ त होइन नि, साहित्यमा भोगाइ पनि हुन्छन्, तर अरूको भोगाइलाई पनि हामीले साहित्यमा चाहिँ उतार्न सकिन्छ र सबै कुराहरू आफ्नो भोगाइसँग समावेश नखान सक्छन्। कसैको जिन्दगीमा समावेश खाएको कुरा होला, मेल खाएको कुरा होला, कसैको जिन्दगीसँग मेल खाएको कुरा हो यो, चाहे मेरो हो चाहे तपाईँ चाहे अर्को कसैको। अनि यो लेख्ने ऊर्जा चाहिँ कसरी आउँछ? यो यतिकै जोस् अब कुनै खुसी पलमा साहित्य फुट्छ मलाई जहाँसम्म, कि चाहिँ कुनै दुःखी पलमा चाहिँ साहित्य फुट्छ। दुःखको विधाहरू
दुःखमा साहित्य फुर्छ कि सुखको क्षणमा चाहिँ साहित्य फुर्छ। त्यति बेला चाहिँ एकदम दुःखी भएको बेलामा चाहिँ यस्तो यस्तो शब्दहरू कुनै शब्दहरू हुन्छ त्यो साहित्यमा एकदमै मेल खाने शब्दहरू, तिनीहरू चाहिँ फुर्न जान्छ, त्यहाँबाट साहित्य सिर्जना हुन्छ। अनि कहिलेकाहीँ यो मदिरा सेवनबाट पनि फुर्छ भन्छन् नि मान्छेहरूले। होला त्यो, अब म चाहिँ त्यसमा छैन, पर्दैन, म त्यसमा पर्दिनँ। तर अब होइन, अब सुनिन्छ त्यो नि, हुन्छ होला। अब कसैको चाहिँ अब एकदम स्मोकर हुन्छ भन्छन् होइन, अब त्यो लेखिरहेको हुन्छ चेन स्मोकर टाइपको, त्यो लेखिराख्ने उ गरिराख्नेलाई। अनि कसैको अब त्यो खाएको बेला पिएको बेलामा, अब एउटा हाम्रो त्यो योगेश्वर अमात्य भन्ने सिङ्गर हुनुहुन्छ नि, मलाई यो मदिरा एकदम अमृत जस्तो लाग्छ यो खाएपछि होइन, मेरो शरीरमा पुरै छुट्टै ऊर्जाहरू आएको फिल हुन्छ भन्नुहुन्थ्यो नि। कसैलाई अब मदिराले चाहिँ त्यो हुन्छ नि, मान्छेलाई चाहिँ सम्झना धेरै ल्याउने कि भावुक बनाउने हुन्छ नि त। कसैलाई मदिराले भावुक बनाउँछ, कसैलाई जोस देखाउँछ होइन। कोही झगडा गर्ने लड्ने हुन्छ भने कोही चाहिँ मदिरा गऱ्यो भने चाहिँ भावुक हुने, उसलाई चाहिँ भावुक शब्दहरू फुर्ने, भावनाले छुने, त्यस्तो अवस्थामा उसले आफ्नो सिर्जना गर्न सक्छ जस्तो लाग्छ। त्यो पनि साहित्य सिर्जनाको कुनै ब्यारियर हुँदैन, अब जुनसुकै अवस्थामा पनि हुन सक्छ, जुनसुकै अवस्थामा पनि हुन्छ। रेन्डमली कसैको जिन्दगीमा भोगिरहेको, कसैले गरिरहेको क्रियाकलाप देखेर पनि हामीलाई साहित्य चाहिँ यतिकै उसको बारेमा चाहिँ सिर्जना फुर्छ क्या, त्यस्तो हुन्छ। अरू भनौँ न, कोही मान्छेले चाहिँ भोगिरहेको लाइफबाट पनि, एकदम उसको जनजीवनबाट, जीवन शैलीबाट पनि यो चाहिँ सिर्जना हुने भयो। यो साहित्य भनेको जहाँसम्म लाग्छ, साहित्य विधा भनेको तपाईँको दुःख र सुखको मिश्रण एउटा शब्दलाई कोरेर एउटा रचना बनाउने विधि मात्र हो साहित्य भनेको, जहाँसम्म लाग्छ मलाई। त्यो चाहिँ हामीले भोगेका यो संसारमा सबै चिजहरूले देखेका भोगेका शब्दहरूलाई चाहिँ मिश्रण बनाएर एउटा रचना बनाउनु नै साहित्यमा पर्छ। यसमा अब कसैले गजल बनाउँछ, कसैले कविता बनाउँछ, कसैले मुक्तक बनाउँछ होइन। त्यो आफ्नो उनीहरूको रुचि अनुसारको बन्ने हो, जसलाई जेमा रुचि छ त्यो नै बन्ने हो। ठिक छ। अनि तपाईँ पनि त एक साहित्यकारै हो हुन चाहिँ होइन, तपाईँसँग पनि गजलहरू मैले बेला बेला देखिरहेको हुन्छु। तपाईँसँग पनि गजल मुक्तकहरू छन् जस्तो लाग्छ, छन् भने कुनै यसो सुनौँ। मसँग चाहिँ मुक्तकहरू गजलहरू मैले पनि लेख्छु बेला बेलामा, मलाई पनि लेख्न मनपर्छ। अनि मैले चाहिँ यहाँनिर कता लेखिरहेको चाहिँ हुन्छ है, अब एउटा डायरी नै निकालिदिएँ मैले त। ठिक छ ल, मैले सुनाउँछु है त एउटा। तिम्रो गलामा हिरा मोती जुहार थियो अरे, तिम्रो गलामा हिरा मोती जुहार थियो अरे। यो चाहिँ मैले के सम्झेर लेखेको भने, नेपाली सोसाइटीमा चाहिँ केटीहरूको हामीभन्दा अहिलेको भन्दा अलिकति पहिलाको जेनेरेसनमा होला सायद, नचाहँदै पनि नचिनेको मान्छेसँग बिहे गर्ने, अब खासै मन परे हुँदैन, मागी विवाह। अनि अब त्यो रोइ कराइ गरे पनि फ्यामिलीको इज्जतको सवाल छ, के छ भनेर ब्ल्याकमेल गरेर बिहे त गरेरै छोडिदिन्छन् होइन। एकदम त्यसको लागि चाहिँ अहिले त लगभग सकियो पहिला। अनि त्यसमा चाहिँ जुन बिहे गरेको त्यो केटीको प्रेमी भएर लेखेछु है मैले यो मुक्तक चाहिँ। ठिक छ ल। तिम्रो गलामा हिरा मोती जुहार थियो अरे, तिम्रो गलामा हिरा मोती जुहार थियो अरे, बिछ्यौनामा तिम्रो गुहार थियो अरे। तिम्रो गलामा हिरा मोती जुहार थियो अरे, बिछ्यौनामा तिम्रो गुहार थियो अरे। खै कसले देख्यो र तिम्रो वैधानिक बलात्कार, खै कसले देख्यो र तिम्रो वैधानिक बलात्कार, आँसुले नुहाएको मुहार थियो अरे। अरे गजब गजब गजब, आँसुले नुहाएको मुहार थियो अरे, एकदम भावुक। यो चाहिँ मैले राखेँ, भावुक टाइपको रहेछ पनि। यो विदेशमा चाहिँ हामी जब आइसकेपछि उ गरिसकेपछि चाहिँ घर परिवारको यादहरू आउँछ नि एकदमै, किनभने तिमी त म्यारिड पनि हो होइन, बच्चा पनि छ होइन, मेरो छोरी छन् एउटा। आउँछ एकदमै। अब हामीले सोचेको समयमा, हामीले देखेको समयमा, कल्पना गरेको समय हामी तत्काल हामी नेपाल जान सम्भव पनि हुँदैन। अब यहाँ आइसकेपछि हामी बाध्यतामा हुन्छौँ।
अब यादहरू आउँछ। अब म्याक्सिमम् यादहरू भनेको चाडबाडमा एकदम बढी आउँछ जस्तो लाग्छ मलाई जहाँसम्म चाहिँ। किनभने यहाँ अब हामीले कुनै पनि चाडलाई चाहिँ हामीले मनाउनु त्यति सम्भव हुँदैन। त्यो कारणले अब त्यति बेला चाहिँ अलिकति धेरै मिस गरिन्छ, किनभने फ्यामिलीहरू सबै ग्यादरिङ हुने टाइम हुन्छ नि त्यो समयको चाहिँ याद आउँछ बढी जस्तो लाग्छ मलाई। अब पछि त्यस्तै हो, अब बिहान उठ्यो काममा गयो, दिनभरि काममा गऱ्यो, बेलुका आयो थकित ज्यानलाई आराम गऱ्यो, त्यही जिन्दगी त्यस्तै छ। त्यतिकै हुन्छ है त्यो एउटा। अनि कनेक्सन चाहिँ आफ्नो सन्तानहरूप्रतिको कनेक्सन कस्तो हुँदो रहेछ कनेक्सन घर परिवारप्रति? त्यस्तै हो, अब जिम्मेवारीले बाँधिसकेपछि कनेक्सनमा त अब उनीहरूलाई अलिकति थोरै समय दिनु परिहाल्छ नै। बेला मौकामा त्यही हो, अब छुट्टी मिलाउने, कहिलेकाहीँ घर जाने, भेट्ने, अब ठिक छ यस्तै छ चलिरहेछ भन्ने, त्यही त हो। त्यसरी नै ऊ भइरहेको हुन्छ है घर परिवारको यादहरू। अनि त्यो कर्तव्य बोध चाहिँ कतिको हुँदो रहेछ? त्यसको बोझले चाहिँ बोझ हो कि त्यो एउटा बोध, त्यसले चाहिँ कति? त्यो बोझ भन्दा पनि एउटा जिम्मेवारी ग्रहण गर्ने कुरा हो त्यो चाहिँ, होइन? जति जिम्मेवारी बन्दै गइन्छ, जति मेच्योर बन्दै गइन्छ, त्यति जिम्मेवारी बन्दै गएपछि आफूले त्यो सोच पनि परिवर्तन हुँदै जान्छ। किनभने मेरो फ्यामिली छ, मेरो बच्चा छ, मेरो वाइफ छ भनेपछि हामीले आफूलाई त्यही स्तरले माथि सोचलाई बढाउँदै जानुपर्ने अवस्था आउँछ। किनभने सबै कुरा सोच्नुपर्ने हुन्छ नि त परिवारको लागि। सबै अब जिम्मेवारी आफूले वहन गरिसकेपछि त अब सबै कुरा सोच्नु पनि पर्यो। के रहेछ अनि जिन्दगीमा चाहिँ अब सबैभन्दा नमिठो पलहरू अहिलेसम्म त्यस्तो कुनै छ? त्यस्तो पलहरू त धेरै छन्, सङ्घर्षका पलहरू नै हुन् ती भनेका चाहिँ। एउटा सुनाउन मन लाग्यो भने जुन चाहिँ सुनेर अब हामीलाई हेरिराख्ने। अब सङ्घर्षका पलहरूमा धेरै दुःखका पलहरू छन्, अब ती एक से एक छन्, अब सुनाएर साथ दिने छन्, धेरै छन्। अब तिनीहरू पहिलेदेखि नै एउटा घटना त्यस्ता यो चाहिँ योबाट चाहिँ मेन मैले स्ट्रगलको र दुःख सम्झिने हो भने झलक्क मलाई यो दिमागमा आउने भनेको चाहिँ म काठमाडौँमा बसेर जुन म यहाँ आउनुको लागि प्रयास गरेको थिएँ, म दिनभरि एउटा होटलमा काम गरेर रातभरि पढेर चाहिँ म यहाँ आएको मान्छे हो। मैले पढ्ने टाइम चाहिँ मैले रातभरि, मेरो पढ्ने टाइम भनेको रातभरि हो। मैले दिनभरि होटलमा काम गर्थेँ, बिहान 6 बजीदेखि बेलुका 10 बजीसम्म मैले होटलमा काम गर्थेँ। अनि त्यो टाइम पछाडिको टाइम चाहिँ मेरो पढ्ने टाइम थियो। त्यसरी चाहिँ मैले पढेर आएको, त्यो सम्झिँदा चाहिँ अलिकति भावुक लाग्छ। दुःख के हो भन्ने कुरो चाहिँ त्यति बेला चाहिँ बुझाएँ मैले। दुःख के हो, सङ्घर्ष कसरी गर्नुपर्छ भनेर एउटा ऊ चाहिँ भनौँ न सङ्घर्षको समय। अब सपोर्ट सबभन्दा मेन भनेको सपोर्ट गर्ने, ब्याकमा सपोर्ट कोही भएपछि चाहिँ त्यस्तो अवस्था हुन्थेन होला। अब ब्याक सपोर्टको लागि त्यति मेरो फ्यामिलीबाट पनि खासै त्यति थिएन, किनभने विदेश जाने कुरालाई चाहिँ अझै पनि हाम्रो फ्यामिलीले चाहिँ खासै रुचाउनु हुँदैन, विदेश नजाने नै भन्नुहुन्छ। किनभने परदेशको ठाउँमा दुःख हुन्छ, सोचे जस्तो जिन्दगी हुँदैन भनेर चाहिँ मलाई विदेशको कुरा गर्दाखेरि चाहिँ घरबाट कुनै पनि सपोर्ट भएन, पोजिटिभ थिङ्किङ नै आएन घरबाट। अनि त्यो कारणले गर्दा मैले आफ्नो लागि आफै गर्नुपर्ने अवस्था आयो। अनि पढ्नु पनि छ, अब पढ्नुको लागि खर्च पनि चाहियो, त्यसको लागि त पैसाको लागि त काम गर्नु पऱ्यो। अनि त्यो भएर काम गर्दै पढ्दै गरेर चाहिँ यो ठाउँमा आइए अहिले ठिक छ। काम गर्दै पढ्दै खर्च आफैले जुटाएर जति लागत लाग्ने हो, जति गर्नुपर्ने हो त्यो सबै आफैले गरेर यहाँसम्म आइपुगेको होइन। भनेपछि अब विदेशको बसाइ चाहिँ कतिसम्म बनाउने विचार छ, कतिसम्म बस्ने विचार छ? अथवा यहाँ त फेरि सेवा सुविधाहरू अब कोरियन सरकारले दिएको E7 भिजा हुन्छ, अर्को E7 4R होइन, यहीँ बस्न पनि पाउने। अब त्यो विषयमा चाहिँ के छ तिम्रो धारणा? चाहिँ बस्ने विचार छ कि केही समय काम गर्ने, फर्किने, नेपालमै गएर केही गर्ने भन्ने छ कि? अब त्यो चाहिँ अहिलेको लागि चाहिँ सोच त्यति केही छैन। अब भोलि भविष्यमा नेपालको अवस्था कस्तो हुन्छ भन्ने त्यो चाहिँ जान्छ, डिपेन्ड गर्छ। जस्तै नेपालको अवस्था अलिकति केही सुदृढ हुँदै गएर नेपालमा नै केही गर्ने वातावरण बन्यो भने चाहिँ पक्कै पनि विदेशमा बस्नु सकिँदैन र बस्नु पनि हुँदैन होइन। हाम्रो नेपालीको नैतिकताले पनि त्यो दिँदैन जहाँसम्म लाग्छ हामीलाई चाहिँ। सानोतिनो भए पनि नेपालमै गर्नुपर्छ। अब
नेपालमा केही गर्न सक्ने अवस्थै आएन र यस्तै सकिँदै गयो भने त विदेश बस्नु बाँकी विकल्प पनि छैन होइन। जीविका चलाउनु पऱ्यो, पैसा कमाउनु पऱ्यो, घर परिवार पाल्नु पऱ्यो। त्यसको लागि त कमाउनको लागि त नेपालमा अवस्था नभएपछि त विदेशी नै पऱ्यो। त्यसको एउटा त्यो भएर धेरै समय अब अहिलेको सोचमा चाहिँ त्यस्तो धेरै समय चाहिँ नबसौँला, अब 2-4 वर्षहरू बढीमा बसेर चाहिँ नेपालतिरै गएर केही गर्नु पर्ला सोच चाहिँ छ अहिले चाहिँ फिलहालको लागि चाहिँ। अब कस्तो हुन्छ भोलि भन्ने कुरा हो, भोलिको कुराले डिपेन्ड गर्छ। धेरै लामो समय चाहिँ अरूको देशमा नबस्ने, आफ्नै देशमा गएर केही गर्ने भन्ने सोचाइ छ अहिलेसम्म। छोटो समय दुःख गरौँ अनि त्यसपछि चाहिँ नेपालमै गएर बरु सानो नै किन नहोस् आफ्नो घर चल्ने अवस्था भए पुग्छ भन्ने लाग्छ। धेरै पैसा कमाएर पनि धेरै माथि गएर नि छुट्टै गर्नु के नै छ र होइन। अनि जुन चाहिँ अब हामीले यहाँनिर कमाइरहेको पैसाहरू हुन्छ नि, अब मान्छेहरूले चाहिँ विभिन्न क्षेत्रमा लगानी गरिरहेको हुन्छन्। कसैले काहीँ डुबा हुन्छ, कसैले घर घडेरी, कसैले यतापट्टि यो टक्क नआएको सेयर मार्केटिङ होइन, सेयर बजार यतातिर, अब रियल इस्टेट भनेको अब घरतिर घर घडेरीतिर भयो। केमा चाहिँ यो लगानी चाहिँ केमा चाहिँ गर्दा चाहिँ राम्रो हुने रहेछ, के छ यो अहिलेसम्म 2-3-4 वर्षको अनुभव? मेरो अनुभवले चाहिँ खासै अब मैले चाहिँ अहिलेसम्मको कमाएको भनेको चाहिँ म स्टार्टिङमा आएर बिरामी भएपछि मेरो लगभग 1-1.5 वर्ष त मेरो यतिकै खर्च यतै सकिहाल्यो 4 वर्षको अवधिमा। अनि केही बचेको रकममा चाहिँ अब मैले चाहिँ सानो एउटा घरसम्म चाहिँ बनाएको। अब त्यस पछाडिको मसँग बचतमा खासै त्यस्तो केही छैन भन्नुपर्छ अहिलेको अवस्थामा। अब कतिपय अहिले धेरै चलेको त म्याक्सिमम नै यहाँ आउने मान्छेहरूले चाहिँ पैसा कमाउने, सटसट नेपाल पठाउने, घर घडेरी नै बनाउने चलिरहेछ मैले देखेको। केही नबुझ्ने अथवा केही नगर्नेहरूको त सिधा एउटा नजर भनेको कहाँ त भने जग्गा जोड्नुपर्छ, जग्गा जोड्ने भन्ने छ। अब कतिपय मान्छेहरूले सेयरतिर पनि मार्केटतिर पनि लगानी गरेको अवस्था पनि देखिन्छ। सेयरमा इन्भेस्ट गर्नेहरू पनि धेरै छन्। अब त्यसमा पनि फेरि नबुझी गर्दाखेरि कहिले डुबेको अवस्था पनि देखिरह, कसैले राम्रो प्रफिट गरेको अवस्था पनि छ। जे कुरा गर्दाखेरि पनि सकेसम्म चाहिँ बुझेर सोचेर गर्दा राम्रो। ठिक छ, भनेपछि नेपाल गएर चाहिँ आफ्नै केही पेसा व्यवसाय गरेर बस्ने, अब लङ टर्ममा चाहिँ विदेश नबस्ने भन्ने नै सोचाइ हो तिम्रो पनि? एकदमै। अब यो हुनु पनि पर्छ होला हामी जस्तो अब युवाहरूमा, किनभने युवाको रगत पसिना भनेको त आफ्नै देशको लागि नै खर्च गरेको राम्रो, देश डेभलप हुने त हो होइन, देशलाई नै फाइदा होस् न। किनभने अरूको देशमा आएर रगत पसिना बगाएको उनीहरूकै देशलाई हो कि त्यो, एकदम हो। त्यसको एडभान्टेज देशले केही पनि लिँदैन, एउटा रेमिटेन्स दिन्छ, अरू केही पनि लिँदैन कि। अब बुढो हड्डी मात्रै देशमा हो पछि जाने त, त्यो पनि एकदम राम्रो कुरा, ठिक पनि लाग्यो मलाई पनि। यही नै लाग्छ, किनभने मैले पनि यो अरू भिजाहरू यताउताको बारेमा चाहिँ केही सोचेको छैन अहिलेसम्म। कुरा गर्दा गर्दै झिङ्गा पनि उडेर आयो हाम्रो है। अनि ठिक छ, अब कुराकानीको उसलाई चाहिँ अब यसो अन्तिममा लाँदाखेरि अब फेरि एउटा गजल सुनौँ न त ल, के छ? हुन्छ, गजल हुन्छ, गजलतिरै लागौँ न त। यो गजल छ जवानीको बारेमा छ अलिकति है। ओके। यो छोरी मान्छेको जवानीको बारेमा लेखेको, तर अब अन्यथा नजाओस् कसैले होइन। अब यो मैले गजल नै सुनाएर यसको व्याख्या विश्लेषण गर्छु पछि। साँच्चै भन तिम्रो जवानी देखाउँदा कस्तो लाग्छ, भन नोटसँग जवानी बेचाउँदा कस्तो लाग्छ। साँच्चै भन तिम्रो जवानी देखाउँदा कस्तो लाग्छ, भन नोटसँग जवानी बेचाउँदा कस्तो लाग्छ। थोरै भए पनि महसुस होस् त्यो दिन तिमीलाई, थोरै भए पनि महसुस होस् त्यो दिन तिमीलाई। इज्जत बेच्दै गर्दा बाउले भेटाउँदा कस्तो लाग्छ, भन नोटसँग जवानी बेचाउँदा कस्तो लाग्छ। वास्तवमा आखिर तिमी कमाउँछौ के को लागि, वास्तवमा आखिर तिमी कमाउँछौ के को लागि। सुन्दर नामलाई बेस्या लेखाउँदा कस्तो लाग्छ। यो त एकदमै इज्जत कडा आयो त। बेच्दै गर्दा बाउले भेटाउँदा कस्तो लाग्छ। आफ्नै चरित्र हत्या गर्दै विचित्र देखाउँदै हिँडेसी।
आफ्नै चरित्र हत्या गर्दै विचित्र देखाउँदै हिँडेपछि पाउको ठाउँमा यहाँ शिर टेकाउँदा कस्तो लाग्छ? पाउको ठाउँमा यहाँ शिर टेकाउँदा कस्तो लाग्छ? अन्धकार त्यो अँधेरीमा छटपटाउँदै महसुस गर्दा, अन्धकार त्यो अँधेरीमा छटपटाउँदै महसुस गर्दा, अन्तिम शेर अन्धकारको त्यो अँधेरीमा छटपटाउँदै महसुस गर्दा, उज्यालो पर्खाइमा अँधेरी मेटाउँदा कस्तो लाग्छ? नाइस नाइस, धन्यवाद। यो पनि मैले काठमाडौँमै हुँदाखेरि लेखेको र यो प्रविधि छ नेपालमा जहाँसम्म यो आफ्नो इज्जत बेचेर कमाउने जुन अवस्था छ भित्रभित्रै सरकारलाई थाहा नभए पनि लिगल्ली नभए पनि इलिगल रूपमा चाहिँ नेपालमा यो पनि काठमाडौँमा छ मैले देखेँ र कसैको जिन्दगीको भोगाइ लेखायो मैले यो पनि। काठमाडौँमा छ भन्नाले चाहिँ कस्तो यो आफ्नो उनीहरूले चाहिँ केही गर्ने या त पैसाको लागि उनीहरूले केही गर्ने माध्यम नभेटेको हुनसक्छ होइन, या त उनीहरूले यो माध्यमबाट पैसा छिटो कमाइन्छ र सजिलो छ भन्ने सोचेर कस्तो उनीहरूको त्यो चाहिँ उनीहरूको सोचको कुरा। तर मैले यो चाहिँ छ भन्ने चाहिँ ठानेर चाहिँ गजल लेखेँ। जस्तै आफ्नो जवानी बेचेर पैसा कमाउने सिस्टम जुन। तर यो चाहिँ प्रायः जस्तो अब यहीँ साउथ कोरियाकै कुरा गर्ने भने यहाँनिर चाहिँ अब त्यो एउटा रेड लाइट एरिया भनेर विभिन्न सहरहरूमा चाहिँ राखिदिने रहेछ होइन। विदेशतिर त्यो सिस्टम छ। अब मलाई लाग्छ यो नेपालमा पनि सरकारले नै सिस्टममा ल्याएर कि त्यो गर्दा राम्रो कि चाहिँ यसलाई चाहिँ पूर्ण रूपमा बन्द गर्दा राम्रो। अब पूर्ण रूपमा बन्द गर्न पनि सकिरहेको छैन सरकारले। इलिगल रूपमा यो कामहरू धन्दाहरू भइरहेको छ म्याक्सिमम काठमाडौँको ठाउँमा, ठुल्ठुलो सहरहरूको ठाउँमा। काठमाडौँ मात्रै नभएर बाहिर देशको जुनसुकै ठुल्ठुलो सहरहरूमा चाहिँ यो काम चाहिँ भइरहेछ भन्ने न्युजहरूमा आइरहन्छ नि बेला बेला होइन। तर यो अब कि त अब यो गर्ने इच्छुक मान्छेहरूलाई सरकारले नै अब मापदण्डमा राखेर गराउँदा राम्रो होइन। सरकारले ट्याक्स लिएर सरकारको मान्यतामा राखेर जसरी यहाँ विदेशमा गरिरहेको थियो गर्दा राम्रो होइन। त्यो सम्भव छैन भने त यो पूर्ण रूपमा विस्थापितै गर्नुपर्ने हो। यो चाहिँ विस्थापितै गर्नुपर्ने हो है। समाजमा अलिकति नकारात्मकता पनि फैलिरहेछ कि भन्ने लाग्यो भएको छ। जस्तै मैले एउटा शेर लेखेँ जुन बाउले भेटाउँदा कस्तो लाग्छ भन्ने। अब कहिलेकाहीँ यो समाचारमा पनि सुनिन्छ नि त होइन। चिन्जानकै मान्छे दाजुभाइ नै पनि परेको अवस्थामा जस्तै एउटा त्यस्तो ठाउँमा जाँदाखेरिमा आफ्नै नातेदार पनि परेको अवस्था भनेर न्युजमा आउँछ नि त। त्यस्तै बाइचान्स छोरीले आफ्नो इज्जत बेचाउँदै गर्दाखेरि त्यो ठाउँमा बाउले भेट्यो भने चाहिँ के होला त्यो अवस्थामा, त्यो सोचेर लेखाम कि। जस्तै अब थोरै भए पनि महसुस त्यो दिन तिनलाई होइन। कसैले अब त्यहाँ त्यो काम गरिरहेछ छोरीले, अब बाउ पनि त्यही सोचमा गयो क्या त्यहाँनिर। अब म पनि जाउँ न त आज होइन भन्ने टाइममा रोमान्टिक टाइममा गयो त्यो पनि होइन। त्यति बेला आफ्नै छोरी भेटायो भने चाहिँ के सोच्छ होला छोरीले? छोरीले पनि के सोच्ने, बाउले के सोच्छ? त्यसरी इज्जत बेच्दै गर्दा बाउले भेटाउँदा कस्तो लाग्छ होइन। बाउले भेटायो, छोरीले इज्जत बेचिरह होइन। त्यस्तो अवस्था पनि काठमाडौँको सहरमा कतिपय पऱ्यो होला, बाहिर नआएको होला जस्तो लाग्छ मलाई चाहिँ। यस्तो अवस्था है त्यो। म काठमाडौँमा तिमी अब इमेजिन गर न, अब त्यो अवस्थामा चाहिँ भनौँ न अब सेक्स वर्करै भनौँ, एकदम त्यो अवस्थामा चाहिँ त्यो मान्छेहरूलाई चाहिँ अब आफ्नो कुनै रिलेटिभ्स अब आफ्नो अब त्यो आफ्नै बाउले चाहिँ त्यो अवस्थामा कसैलाई भेट्दाखेरि त अब कसरी सर्भाइभ गर्छ? अब त्यो सर्भाइभ गर्नु पनि गाह्रो हुन्छ, देख्नलाई पनि गाह्रो। अहिलेको नेपालको अवस्थामा त अझै पनि सेक्सलाई नेगेटिभ नै लिन्छ अझै पनि होइन। विदेशतिर सेक्सलाई चाहिँ यस्तो हो, अब सेक्सलाई नेगेटिभ लिने भन्दा पनि सेक्स मार्केटिङ अब यही सेक्स मार्केटिङको लागि भनौँ अब अघि जुन यो देह व्यापार भन्छ नेपालीमा होइन, यिनीहरू चाहिँ छैन नै भनौँ। त्यसको लागि नेपालमा अहिलेको त्यो जुन सिनारियो छ नि नेपालको, त्यसको लागि सुइटेबल पनि छैन नेपाल जस्तो लाग्छ। अनि त्यो नभएको पनि राम्रै होला। स्वास्थ्यको अवस्था कस्तो छ के छ भन्ने कुरो त कसैलाई थाहा छैन नि त। नेपालमा स्वास्थ्य त एकदमै लापरवाही छ। लापरवाही छ। तर अहिले आइरहेको हुन्छ कतिपय मान्छेमा चाहिँ यतिजनालाई चाहिँ एचआइभी एड्स यस्तोहरू चाहिँ देखिरहेछ भनेर असुरक्षित
यौन सम्पर्कको यो कारणले अवस्थाले जाने हो भने नेपालमा त्यस्तो समस्याहरू धेरैलाई पर्न जान्छ कि त्यो धेरैलाई देखा पर्छ त्यो समस्या फेरि भर्खरको एजकोहरू पनि हिजो अस्ति मात्रै मैले न्युज केमा देखिरहेको थिएँ होइन यो चाहिँ देखिरहेको हुन्छ विभिन्न जिल्लामा धेरै नै बढ्दै छ चाहिँ देखिरहेको हुन्छ अहिले अब पहिला चाहिँ अहिले बढी नै देखियो भन्ने समाचार पनि आइरहेको थियो खै पश्चिमको कुन ठाउँको पश्चिमतिर धेरै देखेको अब पहिला चाहिँ पश्चिमतिर तपाईँको के छ भने म्याक्सिमम् इन्डियातिर जान्छ मान्छेहरू इन्डियातिर जान्छ इन्डियाको पनि तपाईँको बेङ्गलोर यो बम्बई साइड भन्छ नि त्यतातिर जान्छ नि मान्छेहरू त्यहाँबाट चाहिँ त्यहाँ चाहिँ इन्डियामा चाहिँ यो चाहिँ खै अब लिगल्ली हो इलिगल्ली हुन्छ भन्ने त्यहाँ चाहिँ अब कोठी नै हुन्छ त्यहाँ लगेर चाहिँ नेपाली चेलीहरूलाई पनि झुट्टो कुराहरू चाहिँ आश्वासन देखाएर लगेर बेच्छन् त्यहाँबाट नै धेरै चाहिँ पश्चिमतिर चाहिँ त्यो हिसाबले चाहिँ आयो भन्ने चाहिँ कता विश्लेषण गरेको मैले पनि त्यो सुनेको थिएँ कि त्यही त होइन अलिकति के अरे एजुकेसनको कमीले पनि एकदम हो यो आउने अथवा एउटा सोसियल अवेरनेसको कमीले आउने कुराहरू यिनीहरू भनेको ठिकै छ यसको बारेमा पनि अब सरकारले केही उयोहरू गर्ला अनि ल अब हामी चाहिँ पोडकास्टको अन्तिममै आइसक्यौँ होइन अन्तिममा चाहिँ केही भन्न मन लागेको केही छुटेका यो चाहिँ मलाई भन्न मन लाग्थ्यो ठ्याक्कै यो कुरै आएन नै अब त्यस्तो भन्न मनै त्यो खासै केही होइन तर म एउटा अन्तिममा एउटा गजल नै सुनाएँ फेरि पनि अनि हामी बिदा हुनुपर्छ जाओस् न त जाओस् यो गजल चाहिँ मैले यहीँ आएर लेखेको गजल हो लगभग 2024-25तिर लेखेको गजल मनपर्छ सायद जस्तो लाग्छ यही गजल यहीलाई सुनाएँ त्यसपछि अन्तिम गरौँ है त ओके घाम उदाउनको निम्ति त जुन अस्थायी रहेछ घाम उदाउनको निम्ति त जुन अस्थायी रहेछ जब खुसी पाउनलाई यहाँ दुःख सुस्ताइ रहेछ घाम उदाउनुको निम्ति त जुन अस्थायी रहेछ जब खुसी पाउनलाई यहाँ दुःख सुस्ताइ रहेछ हिजो हुने खाने नहुँदा आफ्नाले पनि नचिन्ने म हिजो हुने खाने नहुँदा आफ्नाले पनि नचिन्ने म आज दुश्मनले पनि मलाई प्यार देखाइरहेछ आज दुश्मनले पनि मलाई प्यार देखाइरहेछ तिमी जस्तोमा पनि प्रयोग हुने चिज कस्तो तिमी जस्तोमा पनि प्रयोग हुने चिज कस्तो मानिस तिमीलाई पाउन जवानी बेचाइरहेछ मानिस तिमीलाई पाउन जवानी बेचाइरहेछ म परदेशी भएको पनि तिम्रै अपुग जस्तो लाग्छ म परदेशी भएको पनि तिम्रै अपुग जस्तो लाग्छ दिन रात घरको ढोका साउले ढकढकाइरहेछ म मान्छे भएर पनि यति गर्न सकिनँ पैसा यो अन्तिम शेर गजलको म मान्छे भएर पनि यति गर्न सकिनँ पैसा म मान्छे भएर पनि यति गर्न सकिनँ पैसा तिमी कागज भएर पनि दुनियाँ हल्लाइरहेछ वाह 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 धन्यवाद हुन्छ नि त ल सिपी आचार्य अब यसका साथै आजको चाहिँ हामी हाम्रो पोडकास्टको चाहिँ अन्तिमतिर पनि आइपुग्यौँ हेरेर साथ दिनुहुने सम्पूर्ण श्रोता दर्शकहरूमा धन्यवाद भन्दै नेक्स्ट एपिसोडहरूमा फेरि भेट्ने बाचाको साथ अहिलेलाई चाहिँ हामी बिदा हुन्छौँ हस्त नमस्ते धन्यवाद ल